राजु सर, हजुरमाथि कुटपिट भयो भन्ने कुरा आयो होइन? वास्तविकता के यसो बताइदिनु न सर हामीलाई। हजुर, हामी फागुन 21 गतेको निर्वाचनलाई लक्ष्य गरेर चाहिँ तपाईँको घर दैलो कार्यक्रमलाई तीव्रता दिँदै आज चाहिँ तपाईँको हामी यो बर्दघाट 9, 10, 11, 12, 13 घर दैलोको अन्तिम क्रममा चाहिँ तपाईँको हामी जमुनिया चोकमा कोट सभामा गर्ने क्रममा राष्ट्रपाका कार्यकर्ता 81 आएर यो घन्टीको एरिया घन्टी भन्दै यसरी घन्टी हात हल्लाउँदै यहाँ कसैले कार्यक्रम गर्न पाउँदैन, यहाँबाट घन्टी प्रचार म एकातिर चाहिँ तपाईँको यो देशको परिस्थितिको बारेमा अहिले चाहिँ जसरी हाम्रो देशलाई युक्रेन हुनुबाट जोगाउनको लागि मैले कुरा गरिराखेको थिएँ, उहाँहरूले चाहिँ तपाईँको यो घन्टीको क्षेत्र घन्टी भन्दै चाहिँ तपाईँको 81 हाम्रो चाहिँ तपाईँको कार्यकर्तामाथि आक्रमण गरे। पहिलो चाहिँ तपाईँको हाम्रो पार्टी जिल्ला सदस्य नकुल छेत्री माथि आक्रमण गरे। त्यसपछि चाहिँ तपाईँको उहाँले छोडाउने जाँदाखेरि हाम्रो प्रचार प्रसारका सहसंयोजक क्षेत्र नम्बर 1 का सहसंयोजक निरज सिंह माथि आक्रमण गरे। अनि ती सबैलाई आक्रमण गर्दाखेरि चाहिँ तपाईँको अब त्यहाँ हाम्रो बर्दघाटको नगर इन्चार्ज पनि चाहिँ तपाईँको छोडाउने क्रममा उहाँ जानुभयो र गणेश पाठक उहाँको नाम हो। उहाँ छोडाउँदाखेरि उहाँमाथि पनि आक्रमण गरे र त्यसपछि मैले चाहिँ तपाईँको कार्यक्रम छोडेर म आफै गरेर छोडायो है। अब तपाईँहरूले कमसेकम तपाईँहरूको के हो त्यो जिज्ञासा राख्नुहोस्, नभए हाम्रो सुनिदिनुहोस्, नसुने पनि चुप लागेर बस्दिनु भन्दाखेरि म माथि 81 आक्रमण गरे र धेरै साथीहरूले हामीले अब 4 जनालाई उनीहरू यो राष्ट्रपाको एरिया हो, राष्ट्रपाको एरियामा कोही छिर्न पाउँदैन भनेर दादागिरी गरेका छन्। त्यस कारणले गर्दाखेरि हामी तत्काल प्रशासनलाई खबर गऱ्यौँ र प्रशासनले हामीले वचनबद्ध गरेका छ। हामी रातभरिमा उनीहरूले जसरी पनि अनुशासनको दायराभित्र ल्याउँछौँ, कानुनको दायराभित्र ल्याउँछौँ। यदि ल्याएन भने हामी उनीहरूले के गर्नुपर्छ, हामी जिल्लाको बैठक बसेर फेरि चाहिँ तपाईँको अब यो राष्ट्रपा अहिले चाहिँ चुनावमा जित्दै अहिले जुन अमेरिकाबाट लिएर आएको पैसा छ, त्यो पैसाले चाहिँ तपाईँको यो युवाहरूलाई अहिले दुर्व्यसनमा जसरी चाहिँ तपाईँको प्रचालन गरिराखेको छ, रक्सी जाँड खुवाएर घन्टी भन्दै सबैलाई रक्सीमा चाहिँ तपाईँको लट्टा पार्दै घन्टी बनाउँदै यसबाट चाहिँ तपाईँको अब जनतालाई होस आउनेछ। साँच्चै नै यो राष्ट्रमा बनाउँदा देश बनाउने होइन, देश बिगार्नुको लागि लागिरहेको छ। अब चाहिँ तपाईँको यसको लागि तत्काल हामी त्यसलाई कारवाहीको माग गर्छौँ। यदि यो सरकारले यो राष्ट्रका कार्यकर्तालाई यस्ता चाहिँ कारवाही गर्दैन भने अब हामी ठाम यिनीहरूलाई थुतेर कुट्नेवाला छौँ। हामी हाम्रो देशबाट निकाला गर्नेछौँ, जसले चाहिँ तपाईँको अमेरिकी सेनालाई निकाल्दैछ। अब हामी साँच्चै राष्ट्रिय स्वाधीन बनाउनको लागि, हामी यो देशलाई आत्मनिर्भर बनाउनको लागि हामी लागि पर्छौँ र भोलिदेखि हामी आवश्यक परेको खण्डमा राष्ट्रलाई जसरी उसले हामीमाथि आक्रमण गर्यो त्यसको लागि हामी पहिला कानुनी उपचार खोज्छौँ। कानुनले दिएन भने हामी आफै पनि उपचार गर्न सक्छौँ। यही हो सर।